कतिवटा बेच्नुभयो? बेच्नलाई त मैले 25-30 वटा बेचेँ। 25-30 वटा बेचिसक्नु भयो होइन? 25-30 वटा बेचिसक्नु भयो होइन? 2.5 वर्ष भयो। 2.5 वर्ष पाल्न लाग्यो। 2 वर्षमै 25-30 वटा 5 वटाबाट सुरुवात गरेर 25-30 वटा बेचेर पनि अहिले 18-20 वटा भनेको राम्रै हो होइन? त्यो सन्तुष्ट हुनुहुन्छ? एकदम सन्तुष्ट। अनि सबैभन्दा कम भनेको कतिवटा पाए तपाईँको यो वर्ष? यो वर्ष 2टा पायो, एउटा मर्यो, एउटा मात्रै पायो। एउटा अघि अब त्यो त हामीले पनि देख्यौँ होइन? एउटा मात्रै छ, एउटा मात्रै पाठा छ भने यो एकदम दुःखको कुरा हो। कम्तीमा पनि 4 वटा या 4 वटा भन्दा धेरै पाठापाठी जन्माउनु पर्ने हो। किन एउटा दुईटा मात्रै पाठापाठी जन्माउँछ भने त आज हामी विशेष गरेर यसै विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। तपाईँहरूलाई पनि किन एउटा दुईटा मात्रै पाठापाठी जन्माउँछन् भन्ने बारे खुल्दुली छ भने यस भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। अनि भिडियो राम्रो लागे भिडियोलाई लाइक, च्यानललाई सब्सक्राइब गरिदिनु होला। आफ्नो विचार चाहिँ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। अहिले भने हामी ढिला नगरी कार्यक्रमको सुरुवाततिर लाग्छौँ। नमस्ते, किसानी साइलो युट्युब च्यानलको नयाँ भिडियोमा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। म यति बेला म जस्तै बँदेल पालन अर्को किसानसँग कुराकानी गर्दैछु, जो असाध्यै रहर लाग्यो मलाई पनि बँदेल पाल्न भनिसकेपछि मबाट नै 5 वटा लिएर सुरुवात गर्नुभएको थियो र 2 वर्षमा अहिले 25-30 वटा बेचेर पनि अहिले कति 15-20 वटा अहिले पनि छन् उहाँसँग। हामी ढिला नगरी आज उहाँसँग कुराकानी गर्नेछौँ। तपाईँलाई स्वागत छ हाम्रो। धन्यवाद। सुरुमा तपाईँको परिचय? मेरो नाम हिक्मत सिंह। अनि अब घर चाहिँ यतै जाजरकोट। मलाई त एकदम थाहा छ होइन, हामी एकदम नजिकैको छिमेकी पनि हो र दर्शकहरूलाई यसो उहाँको एक्सपिरियन्स अहिलेसम्मको के छ सुनौँ भन्ने कुरा। के छ, आराम हुनुहुन्छ? पछिल्लो समयमा अलिकति हाम्रो भेटघाट पनि अलिक कम हुँदै गयो। आराम हुनुहुन्छ होइन? एकदम आराम भनौँ। के छ अहिले कतिवटा छन् तपाईँसँग? अहिले मसँग त्यही 18-20 वटा छन्। 18-20 वटा छन् होइन? परार सालतिर मबाट लिनुभयो। 5 वटाबाट सुरुवात गर्नुभयो होइन? अनि अहिले 18-20 वटा जति छन् सानो ठुला गरेर। अनि कतिवटा बेच्नुभयो? बेच्नलाई त मैले 25-30 वटा बेचेँ। 25-30 वटा बेचिसक्नु भयो होइन? 25-30 वटा बेचिसक्नु भयो होइन? 2.5 वर्ष भयो। 2.5 वर्ष पाल्न लाग्यो। 2 वर्षमै 25-30 वटा 5 वटाबाट सुरुवात गरेर 25-30 वटा बेचेर पनि अहिले 18-20 वटा भनेको राम्रै हो होइन? त्यो सन्तुष्ट हुनुहुन्छ? एकदम सन्तुष्टि हुनुहुन्छ होइन? जङ्गलतिरको बसाइ एकदम आनन्दको छ होइन? आनन्द, बस्न खाना एकदम हावा पानी एकदम बिन्दास छ। हाम्रो चाहिँ अब कुराकानी त भइरहन्छ त, पछिल्लो अवस्थामा भेटघाट अलिकति कम भए मात्रै हो, अरू त हाम्रो भेटघाट जहिले पनि भइरहन्छ। उहाँ चाहिँ हाम्रो एकदम छिमेकी हुनुहुन्छ। हामी चाहिँ बेला बेलामा होइन सरसल्लाह भइरहन्छ। अनि यो जङ्गलको बसाइ टक्क लाएर बँदेलसँग खेल्दाको रमाइलो नै बेग्लै छ होइन? अझ पाठापाठी त्योसँगै पनि पाठापाठी खेलेको अनि जुधेको हेर्दा त झन् आनन्द होइन? अनि कति धेरै पाठापाठीहरू लुछाचुरी गरेर दुध खाएको, त्यसपछि लिएर यिनीहरू खेलेको, हामीलाई यसैमा आनन्द नै छ होइन? जो सन्तुष्ट हुनुहुन्छ पछिल्लो अवस्थामा होइन? पैसा भन्ने कुरा त त्यस्तै हो, अब जति भए पनि अब पुग्दैन हामीलाई कहिले पनि होइन, कसैलाई पुग्दैन। जो सन्तुष्ट हुनु पऱ्यो। ठिक छ। अनि के छ अहिले तपाईँको कतिवटा माउ भ्याए? अहिले मेरो माउ पनि कमै भ्याए, पाठा पनि लास्ट कम दिए खै। कतिवटा भ्याए तपाईँको? 3 वटा भ्याए होइन? 3 वटा भ्याए। पाठा कतिवटा छन्? पाठा 7 वटा मात्रै छन्। 3 वटाले जम्मा 7 वटा मात्रै पाठा होइन? यो त एकदम अलि नमजाको खबर हो। गत वर्ष त हाम्रो थुप्रै जन्मेको थिएन, एउटाले मात्रै कतिवटा 9 होइन? 9, 7, 8 होइन? 9 सबै बाँचे होइन? सबै बाँचे के। पछिल्लो त्यो फेरि पछिल्लो बेला पनि 9 पायो होइन? एउटैले 9 वटा पाइदाखेरि 9 पाउँदाखेरि त धेरै राम्रो। पोहोर साल चाहिँ धेरै राम्रो भएको थियो। यो वर्ष खै पाठा के भयो, पुर्सो ठुलो भएन कि भाले राम्रो भएन कि भन्ने एउटा कन्फ्युज तपाईँको त्यो भयो। ठिक छ, यो कुरा पनि अब किन पाठा कम हुन्छन् भन्ने कुरा म तपाईँलाई चाहिँ बताउँछु एकछिन होइन? जस पोहोर साल चाहिँ धेरै राम्रो भएको थियो। यो वर्ष मेरो पनि त्यस्तै छ। अब मेरो पनि माउहरू बिहा छैनन्, अब ब्याउँछुन् होला भन्ने आशा छ। मेरो के हुने हो थाहा छैन। तपाईँको देख्दा त कहिलेकाहीँ चाहिँ दुःख लागेर आउँछ यार, यस्तो भयो भनेपछि होइन? एउटा 2टा पाएर
फास्टै गरेर अनि सबैभन्दा कम भनेको कतिवटा पायो तपाईँको यति यो वर्ष? यो वर्ष 2टा पायो, एउटा मर्यो, एउटा मात्रै पायो। एउटा अघि अब त्यो त हामीले पनि देख्यौँ होइन, एउटा मात्रै छ, एउटा मात्रै पाठा छ भने यो एकदम दुःखको कुरा हो। यस्तो चाहिँ किन हुन्छ त भन्दाखेरि अब मैले तपाईँलाई जानकारी गराइहालेँ। यो चाहिँ हाम्रो मेरो अनुभवमा के लाग्छ भने एउटा कुरा त हाम्रो वंशानुगत त्यो भन्छ नि त वंशानुगत गुण भन्दा पनि हारनाता हुन्छ नि त। अब हामीले यो वर्ष जङ्गली भाले पाएनौँ होइन, अब जङ्गलतिर त्यति छोडिएन, अब हामी गोठालो लाग्यो होइन, उसकै पछाडि लागेर गोठालो लाग्यो, जङ्गली भाले आउन पाएन। अनि जङ्गली नआएपछि हाम्रो चाहिँ यो घरकै भाले क्रस भएर हारनाता लाग्यो होइन। एउटा कुरा त त्यो हुनसक्छ होइन, एउटा कुरा हारनाता, र अर्को कुरा चाहिँ अपरिपक्व उमेर। भाले या पोथी दुइटैको अपरिपक्व उमेर, जस्तै बाल विवाह जस्तै भनौँ न, तपाईँको त 1 वर्ष नपुग्दै ब्याइसक्यो होइन। पोहोर सालको पाठा त एकदम राम्रो, पोहोर सालको 1 वर्ष नपुग्दै ब्याए पनि राम्रो थियो। पोहोर सालको पाठा एकदम राम्रो हो। यो वर्ष पनि पाठा चाहिँ पोहोरको पाठा राम्रो हो। 1 वर्ष नपुग्दै ब्याउनु भनेको यो चाहिँ अलिकति अपरिपक्व उमेर भएर पनि यस्तो भएको हुनसक्छ लाग्छ मलाई चाहिँ। मेरो अनुभवमा त त्यही नै हो, अपरिपक्व भाले र पोथी दुइटैको अपरिपक्व उमेर भएको हुनाले त्यसो भएको हुनसक्छ। ठिक छ, अब यसलाई चाहिँ हामीले सकेसम्म चाहिँ हारनाता पार्नु भएन, त्यो चाहिँ हामीले प्रयास गरिरहेका छौँ। र भालेहरूलाई चाहिँ के गर्न पर्यो भने आफूसँग भएको भाले खसी पारिदिने, राम्रो भाले राखेर अरू भाले खसी पारिदिने, अनि त्यो भालेलाई चाहिँ अलग, पोथीबाट चाहिँ अलिकति अलग गर्ने व्यवस्था गर्न सकियो भने अलिक परिपक्व भएको बेलामा मात्रै भाले लगाउने, नत्र भने त्यो भालेलाई त्यो पोथीबाट अलग गराइयो भने अलिकति पाठाको सङ्ख्या वृद्धि गराउन सकिन्छ कि भन्ने हो। त्यो भयो होला। अनि के छ, अब गोठालो जाने बेलामा भयो होइन। आजभोलि त यिनीहरूकै पछि हिँड्नुहुन्छ होइन। एक बेला त आनन्द थियो होइन, कोही बेला बेलुकाखेरि बस्ने आउँछ उसले एकदम आनन्द। बिहान पख ढोका खोल्यो, साँझ पख बन्द गर्यो होइन। अहिले त आलु यताउता गर्दा फेरि यता चरन पनि भ्यायो होला। चरन भन्दा पनि यस्तो अहिले पछिल्लो अवस्थामा चाहिँ हामी त अब छोड्न पनि नसक्ने भइसक्यो होइन। कहाँ गयो होला, के भयो होला होइन, माया लाग्छ। बरु छेउमै बसेर चाहिँ आनन्दले हेर्दाखेरि चाहिँ आनन्द आउँछ। उसको अगाडि भइएन भने त कहाँ गयो के भयो भन्ने लाग्छ नि त होइन। रेगुलर गर्न लागेपछि हुने रहेछ त्यही एकदम। पछि 1 घन्टा आएन भने घरमा चिन्ता लागिहाल्छ। अब अलिकति दुःख त दुःख नै हुन्छ, बर्खा लाग्यो होइन, पानी पर्ला, जुकाहरू लाग्ला होइन। के छ, दुःख भए पनि त्यस्तो दुःख त लाग्दैन। किन गऱ्यो होला यस्तो भन्ने त लाग्दैन होइन। त्यस्तो लाग्दैन। अब जबरजस्ती गरे भयो हुन्थ्यो, आफू मनदेखि गरेको व्यवसाय हो, दामी छ होइन। त्यसमा चाहिँ खुसी हुनुहुन्छ। अनि के छ, बजारको केही समस्या त पाउनु भएको छैन? बजारको हालसम्म समस्या छैन, जस्तो हामी एकदम अपुग नै भइरहेछ होइन। अब मसँग पनि कम छ, हामीसँग अब उत्पादनै छैन। मसँग 40-50वटा खेलिरहेछ हुनुहुन्छ जहिले पनि। अब तपाईँसँग अब 20-25वटा भयो, त्यस्तै अर्कोजना पनि हुनुहुन्छ होइन। जस त्यो भए पनि हाम्रो बजारमा गइरहेछ होइन। त्यो मान्छे खोज्नुपर्ने आवश्यक छैन। मार्केटको समस्या छैन हामीलाई होइन। अनि पाठापाठी यो वर्षको पाठा चाहिँ अलिकति हारनाता भएको हुनाले केही बङ्गुरसँग हाम्रो त यो बङ्गुर र बदेल बिचको क्रस थियो सुरुमा होइन। अहिले हेर्दा बदेल जस्तै जस्तै देखिए पनि सुरुमा त क्रस नै हो होइन। मैले तपाईँलाई बेच्दाखेरि पनि यो चाहिँ हाम्रो बङ्गुर र बदेलको क्रस हो भन्ने कुरा थाहा थियो तपाईँलाई होइन। त्यो भएर पनि यस्तो खालको पाठाहरू आएको हुनसक्छ। हल्का वंशानुगत गुण, केही चाहिँ वंशानुगत गुण रहेको हो। यो बिस्तारै मेटाउँदै जान्छ, पछाडि हराउँदै जान्छ दोस्रो तेस्रो पुस्तासम्म। केही छैन, पाठा चाहिँ कम जन्मियो, अलिकति दुःखको कुरा। अनि के छ, पाठा बिक्रीको समस्या छैन होइन। कसैले फोन तपाईँलाई गरे कि नै? गरे छैन होइन। मलाई त फोन गरेर हैरान यार। अनि त तपाईँको त यस्तो हो नि त, तपाईँको नम्बर पनि नपाएर होला नि त। ठिक छ, आज हामीले भिडियो बनाउँदैछु, म तपाईँको नम्बर यसमा चाहिँ भिडियोको अगाडि राखिदिन्छु। अथवा तपाईँले चाहिँ आफ्नो सम्पर्क नम्बर अहिले पनि भन्न सक्नुहुन्छ। तपाईँको नम्बर भनिदिनुहोस्। 97 380 997। फेरि एकचोटि भन्नु त।
9743 380 अनि 997 997 होइन। ल ठिक छ, तपाईँको नम्बर म भिडियोको अगाडि पनि लगाइदिनेछु। यदि कोही कसैले केही कुरा जान्न इच्छुक भए उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ। उहाँसँग अहिले पाठापाठी पनि जन्मिसकेका छन्, धेरै नभए पनि 6-7वटा पाठापाठी छन् होइन। 6-7वटा पाठापाठी छन्। कोही आयो भने ठिकै छ, नआएपछि मासुको लागि राख्छौँ हामीले, टेन्सन त छैन होइन। मन पऱ्यो भने लगिहाल्छ। कोही आयो भने हेऱ्यो भनेपछि ठिक छ, मैले गर्छु यतिको भए पनि भन्ने खालको भएपछि ठिक छ, नभए हामीले मासुको लागि राख्छौँ होइन। मासुको कुनै पनि समस्या छैन। यदि तैपनि कोही अब कहिलेकाहीँ केही कुराहरू जान्न मन लाग्यो होइन, पाठापाठी छन् कि छैन, मासु छ कि छैन, के छ होइन, काट्ने खालको छ कि छैन, कोही टोलीहरू बेला बेलामा पिकनिक आइरहनुहुन्छ होइन, के छ हामी आउँदैछौँ भनेर चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ उहाँलाई। तपाईँ अन्त्यमा लगभग हामी अन्तिममा छौँ होइन, अद्धा उता पनि गइहाल्यो जस्तो लागिरहेको छ डाँडापरि। हुन त गए पनि काहीँ छैन, कहीँ जाँदैन, हामी ढुक्क छौँ होइन, हामीलाई चाहिँ थाहा छ भाग्दैन भन्ने कुरा। के छ तपाईँको मनमा लागेका अरू केही कुराहरू, जस्तै कसैलाई केही भन्न चाहनुहुन्छ? कसैलाई के भन्न चाहनु भन्दा नि अब हामी जस्तै युवाहरूले चाहिँ अब यस्तो व्यवसाय गर्दाखेरि इन्डिया यताउता धाउनु, भोट मधेस गर्नु भन्दा नि ढुक्क भएर बस्दा चाहिँ हाम्रो छ। ढुक्क भएर केही न केही पेसा व्यवसाय गर्न। तपाईँ त एक हिसाबले चाहिँ तपाईँ अपाङ्ग व्यक्ति पनि हो होइन, तपाईँ चाहिँ आँखाको कमजोरी हुनुहुन्छ होइन। तपाईँ जस्तो एउटा अपाङ्ग व्यक्तिले त नेपालमा केही गर्छु होइन, नेपालमै केही गरेर बस्छु भन्ने हिम्मत र आँट गर्नुहुन्छ भने होइन, उहाँहरू त पुरै एकदम जिउ पाखुरा भएको एकदम हुनुहुन्छ होइन। ज्यान पाखुरा भएको एकदम पढे लेखेको युवाहरू हुनुहुन्छ। उहाँहरूले पनि यही बधेलै नपालेर भए पनि केही न केही आफ्नै देशमा गरियो भने, व्यवसाय क्षेत्रतिर घुस्नु पर्यो, केही न केही गरियो भने राम्रो होला भन्ने चाहिँ तपाईँ हाम्रो अपेक्षा हो। विदेशमा गएर 2-4 दिन विदेशमा बसेर होला तपाईँ हामीभन्दा धनी हुनु होला उहाँहरू होइन, तर त्यो विदेशीको त्यो जुन मालिक हो त्योभन्दा धनी कहिले बन्न सक्नु हुँदैन। अथवा त्यो देशभन्दा हाम्रो देश त्यसरी काम गर्दै जाँदा कहिले पनि हाम्रो देशमाथि बढ्दैन होइन। यो चाहिँ तपाईँ हाम्रो समग्र भनाइ पनि हो। हामीभन्दा मात्रै धनी हुनु होला तपाईँहरू होइन, हामीभन्दा मात्रै धनी हुनु होला, तर जुन मान्छेसँग अहिले काम गर्दै हुन्छ त्यसको तुलनामा तपाईँहरू होइन धनी कहिले पनि हुनु हुँदैन। त्यसरी चाहिँ तपाईँ हामी विदेशिँदै गर्दा एक दिन चाहिँ पुरै नेपाल नै रित्तो हुन्छ। त्यही भएर जे गर्नु छ आफ्नो देशमा गर्नुहोस् होइन। तपाईँको हाम्रो यो चाहिँ भनाइ हो। योदेखि अझ तपाईँको केही भनाइ छ कि होइन, कि तपाईँको विदेशतिर चल्दिउँ कि क्या भन्ने त हुँदैन? छैन, म त अहिले 2.5 वर्ष भइसक्यो अहिले, अब विदेश जाम्ला भन्ने मनमा उही छैन। अनि बढाउने कुराहरू कतिको सोच्नु भएको छ? बढाउने अहिले सोचेको, अहिले खै पाठा हात हो कि किन पाठा बढेन। अब 8वटा माउ हो, 8वटा माउमा 3वटा मात्रै भ्याएर 7वटा भयो। अब अरू 5वटा माउ भ्या छैन। अनि ठिक छ, तिनीहरूको पनि उमेर पुग्दैछ, 1 वर्षको भए होइन, 1 वर्षको भनेको अब राम्रो पाठाहरू मात्रै 1 वर्षमा ब्याउने हो, नत्र अलिकति टाइम लाग्छ होइन। 2 वर्ष जति पनि लाग्न सक्छ। उनीहरू हुर्किँदैछन्, आत्तिनु भएन हुन्छ। अबको 2-4 वर्ष वृद्धि गर्दै जाने हो, थप्दै जाने हो। कम हुन त अब खसीहरू भइहाल्छ, खसी पार्दैन होइन। ठिक छ, हामी त्यो खसी बनाउँदाको दिन पनि एक दिन त्यो हामी भिडियो बनाउने छौँ। अबको 2 हप्तापछि बनाउने नि, अब 2 हप्तापछि खसी बनाउनु। यिनीहरू कति दिनको भयो होला? यो भयो अहिले 18-20 दिन भयो होइन। लगभग खसी बनाउने खालको भइसकेको छन्। म तपाईँलाई एक दिन अब समय भयो भनेपछि म आएर आफै तपाईँलाई खसी पार्ने सबै आइडिया पनि, केही कुरा तपाईँले सिकिसक्नु पनि भएको छ होइन। त्यसैमा फेरि म एकचोटि तपाईँलाई सिकाउँछु र हामी भिडियो पनि बनाउँछु। हामीले सिकेर हामी अरूलाई पनि सिकाउँछु हामीले जानेको कुरा, र हामी नजानेको कुरा फेरि सरसल्लाहको अपेक्षा पनि गरेका छौँ। यदि तपाईँहरू कोही योभन्दा धेरै गर्नु भएको छ होइन, कतिपय मान्छेहरू त पढेर आउनु भएको छ, कतिपय भोगेर आउनु भएको छ। हामीलाई चाहिँ अब केही कतै नमिलेको खण्डमा तपाईँहरूले केही जानकारी भयो, जाने बुझेको कुरा हामीलाई चाहिँ सहयोग गरिदिनु हुनेछ भन्ने अपेक्षा राखेका छौँ हामीले। हामी अहिलेलाई चाहिँ कार्यक्रमबाट छुट्छौँ है त। हस् त।
चल्ला कहाँ छ चल्ला यिनी सानो पाठा खालिन् त खान्छ खाँदैन यिनीले खान्छन् होइन दुईटा त खान्छन् उता होइन अन्त खुर्खेतीहरू अलिअलि टोका टाका हुन्छ मान्दैन नि